हेलो साथीहो, स्वागत छ तपाईलाई मेरो मिनी भ्लगमा। म चाहिँ आज देखाउँदैछु बेङ्गलोरको ट्राफिकमा एउटा अर्डर हान्न कति टाइम लाग्छ। मैले चाहिँ अर्डर लिएर स्टोरदेखि हिँडिसकेँ। समथिङ त्यस्तै 3.5 किलोमिटर भन्ने थियो। म चाहिँ अर्डर लिएर हिँड्ने बित्तिकै मेन रोडमा पुग्दा ट्राफिक रहेछ। समथिङ म ट्राफिकमा 15 मिनट जति वेट गरेँ। मेरो पछाडि धेरै लामो लाइनहरू थियो अनि अगाडि 2-4 जना केटाहरू थिए। त्यसपछि ट्राफिकमा बसेपछि त्यही माथि लास्ट गर्मी थियो। त्यसपछि हामी चाहिँ ट्राफिक खुल्यो र ट्राफिक खुलिदिएपछि म चाहिँ लाग्यो कस्टमरको लोकेसनमा जाने बेला चाहिँ अगाडि थियो डबल सिटवाला बस। त्यसपछि म चाहिँ पुगेँ कस्टमरको लोकेसनमा। त्यहाँ पुगेर मैले आफ्नो घोडालाई चाहिँ पार्किङमा राखेँ। त्यसपछि मैले राखेर सामानहरू उठाएँ र म चाहिँ लागेँ इन्ट्री गर्नतिर। इन्ट्री गरिसकेपछि मैले जानुपर्ने थियो ब्लक बीमा गइसकेर मैले कस्टमरको रुम 708मा चाहिँ आइटम दिएर यसो फर्केर हेर्दा चाहिँ म चाहिँ 7th फ्लोरमा थिएँ। त्यसपछि माथिबाट देखिएको भ्यू यस्तो थियो। मैले जानुपर्ने चाहिँ त्यही रोडबाट जानुपर्ने थियो वापस स्टोर। त्यसपछि म तल आएर मेरो घोडालाई मैले स्टार्ट गरेँ। त्यसपछि म चाहिँ लागेँ स्टोरतिर। फेरि त्यस्तै हालत, जाममा फसियो। फेरि जाम थियो, अगाडिसम्म पुरा जाम थियो। त्यही आउन पनि लाग्यो त्यस्तै 15देखि 20 मिनट आउन पनि लाग्यो। अनि अगाडि आइसकेपछि म चाहिँ पुगेँ सज्जापुर सिग्नलमा। सज्जापुर सिग्नलहरू चाहिँ त्यहाँदेखि निस्किएँ र म चाहिँ आएँ स्टोरतिर। यहाँनिर चाहिँ मेरो स्टोर छ दायाँ साइडमा। केटाहरू चाहिँ यहाँ स्टोरमा अर्को फर्काइमा थिए। म पनि यता पुगेँ। आजको लागि यति नै। ओके, बाई।